वेलकम टू माई यूट्यूब च्यानल। फाइनली भन्न पर्दा कतिकै एक सालपछि पहिलो भिडियो हो। त्यसैले सम्पूर्ण साथीहरू, मेरो युट्युब च्यानलमा हुनुभएका सम्पूर्ण साथीहरूलाई र बाहिर पनि जो हुनुहुन्छ उहाँ साथीहरूलाई मेरो च्यानललाई सब्स्क्राइब गरेर लाइक पनि गरिदिनु होला। विनम्र अनुरोध छ। दसैँ सक्यो, हिजोबाट दसैँ सक्यो, अब तिहार पनि सुरु भइसकेको छ। अब लागौँ मेरो दसैँ कस्तो भयो त्यो भिडियो हेर्नको लागि। कति ठुल्ठुलो बनाउँदै त झन्डै पोलेको कपडा ल बस्दै पालो यस्तो भयो यस्तो गर्न यस्तो गरेको त हुनुहुन्छ त कति अगाडि गरेर नि आउँदैन ओडाएर काट्नु बढाएर यसरी लगाइदिनु ट्याक्का बनाइ त अलिमाथि गर होइन अलिमाथि गर ल दुर्गा भवानीको प्रसाद लगाएर जाने गीतबाजी भन्नु मैले ताके पुग्नु डाँडा खोला दिदी लामा आयो भने बर्क्नु तग्नु धेरै पढ्नु बजेर आमालाई चाहिँ के राम्रोसँग पाल्नु है, बाबालाई नि पाल्नु है कि पाल्दैनस्? पाल्छ नि है। यता हेर त सानो दुबुनी छोरा गर्नुपर्छ नि होइन ठिक छ, चुडेर दिने हो कि ठिक्क हालिदिनु चुडेर राख्न। तिमीहरूले कस्तो कुरा गरेको ल सानो पैसा लालच नगर्ने, आफ्नो सम्पत्ति मात्रै गर्ने अर्का के बाउभन्दा ठुलो थियो। लामा आएर जमाएर खानु, आफ्नो घरको परिवार राम्रोसँग सम्हालेर खाने, त्यही त हो नि। अब त्यहाँ मैले के भने त यस्तो गरेर राख्नुपर्छ क्या, धेरै भयो क्या यो। यस्तो गरेर छिटो राख्नु। मैले लिन्छु पैसा ल पैसा त ल तपाईँ दक्षिण हो आजबाट छोड्नु। यता हेर्न, यता मामा भान्साको टिका ल बाबा भान्सा त ल बस उभि त मामा भान्सा कस्तो देख्दो रहेछ। सेम देख्दो रहेछ त मामा भान्सा त। ल बाजे बुढो खतरा आशीर्वाद हाल्नु न काका। आमा बुढीसँग मात्रै लायो। ल सानो लाग बस ल बाजे नि। अब बाउ त अब टोपी लाउन छोडिदियो के अरे। अब ऊ छोरा लाएर हिँड्छ नि अर्का।
टोपी त लाउनु पर्छ नि पसन्द कस्तो राम्रो लाग्यो टोपी लाउने टोपी लाउने मान्छे बेग्लै देख्छ त मसक्का भाषा राम्रो नाति कालबहादुर नाति अर्को ब्यागै भरि भने केटाकेटी त हो भने के भइरह ल लाउनु त उडो बाजे चाहिँ हो गुड भाग्य मानिसहरू ल यहाँ बस्नु ल यहाँबाट दामी आउँदो रहेछ नि त मामा भन्छ त फ्यानभित्र नि नआउटेको ठिक छ प्रसाद लगाएर तपाईँहरू जहिले होस् ब्याग दूर हुनु सबै राम्रो टोङ तरिकाले बाबाको होला नि केटालाई चाहिँ छोडिदिनु कि सिक्क पैसा दिनुपर्छ एउटा केटालाई त अलि हात खाली पनि नदिनु कि त्यो 500 दिनु म लाउँछु नि प्रज्ञा गुरुङको साथमा म शान्ति गुरुङ बिरामान चाहन्छु भन्न होइन हो आज तिमीलाई हिलाइनु मोटी क्या तिमीलाई सबले मान्य हुनु है सुरुमा भनेको चाहिँ मन्त्र हो सुरुमा भनेको चाहिँ मन्त्र हो होला सायद के हो जा कनेक्ट छैन ल जाऊ अलि नजिक होस् नि धेरै पढेर एकदम ध्यान लाएर पढेर गर्नु धेरै मोबाइलतिर व्यस्त नहुने है अच्छा काकालाई एघारका पालो पालो गर्नु टिका लाउने
लगाइसक्यो म यहाँ क्यामेराम्यान रेलगाडी छुट्छ बुढी मात्रै बिहा टिका फाल्नु हुन्न कि सानो अलिकति ट्याक्क लगाउँ त उहाँ बाजेसँग थाहा पो त अलिकति फाइनली साथीहरू मेरो दसैँ यस्तै नै भयो आजलाई यति नै बाई बाई